अरोमाको LP28 भन्ने मोडल लिएर आएको छु मैले दामी चेकी क्वालिटीमा फुल प्याक रहेको छ एकदम दामी एकदम चेकी क्वालिटीमा पाउन सक्नुहुन्छ भने यसमा तपाईँले माथि यहाँ देख्न सक्नुहुन्छ बोतल झुन्डाउने वा ट्राइपड झुन्डाउने ग्रिपर पाइहाल्नुहुन्छ साथसाथै यहाँ देख्न सक्नुहुन्छ तपाईँले एकदमै मोटो खालकेमा तपाईँले गोप्रो Insta360 एक्सनहरू सबै रेडी टु पोजिसनमा युज गर्न राख्न सक्नुहुन्छ मोबाइल पनि राख्न सक्नुहुन्छ साथसाथै यस्तो नेट रहेको छ मेमोरी कार्ड ब्याट्री अड्काउनुको लागि यो पनि बवाल हुन्छ भने एकदम दामी रहेको छ साइडको कुरा गर्दा यहाँ देख्न सक्नुहुन्छ यसमा तपाईँले ट्राइपड झुन्डाउने विथ तपाईँले यहाँ देख्न सक्नुहुन्छ लक यस्तो टाइपमा पाउन सक्नुहुन्छ साथसाथै यता साइडमा पनि तपाईँले सेमै पाउन सक्नुहुन्छ अब मेन भित्र खजानाको कुरा गर्दाखेरि यहाँ देख्न सक्नुहुन्छ खजाना यहाँ टाइपमा रहेको छ यहाँ देख्न सक्नुहुन्छ मस्त तपाईँले भित्र क्यामेरा लेन्सेस जति अडाउनु मनलाई त्यति अडाइ भइहाल्यो साथसाथै यतातिर तपाईँले मेमोरी कार्डदेखि लिएर सानो कार्डिडर्सहरूदेखि लिएर जे राख्दा पनि भइहाल्यो है यहाँ देख्न सक्नुहुन्छ साथसाथै यसको तलपट्टि तपाईँले यहाँ चेन पाउन सक्नुहुन्छ चेन जसको कारणले गर्दा यहाँ तपाईँले वाटर प्रुफिङको लागि रेनकोटदेखि लिएर सबै बनाउन सक्नुहुन्छ यसलाई एकदम बवालमा पाउन सक्नुहुन्छ साथसाथै यहाँ देख्न सक्नुहुन्छ ब्याकमा तपाईँको एकदमै ह्याप्पी कुसन रहेको छ त्यही कारणले गर्दा बवाल पनि हुन्छ साथसाथै यहाँ साइडमा यहाँ देख्न सक्नुहुन्छ तपाईँको साइडमा यहाँ होइन यहाँ साइडमा रहेको छ तपाईँले म्याकबुक राख्ने यहाँ देख्न सक्नुहुन्छ आनन्दले यस्तो ठाउँ पाउन सक्नुहुन्छ ठुलो खालके जे राख्दा पनि भइहाल्यो यसको तपाईँले बोक्नेवाला एकदमै मोटोवाला रहेको छ यसमा तपाईँले छातीमा झुन्डाउनु भयो भने यहाँ देख्न सक्नुहुन्छ छातीमा झुन्डाउने यसरी तपाईँले यस्तो पाउन सक्नुहुन्छ साथसाथै यसमा पेटमा अड्काउनुको लागि यहाँ देख्न सक्नुहुन्छ पेटमा अड्काउने पनि पाउन सक्नुहुन्छ है दुइटै रहेको छ अरोमाको ब्याग LP28 एकदमै राम्रो एकदम बवाल प्राइसमा आइसक्यो दामी चेक क्वालिटी